त्यो खाएको सुरुमै त्यो कस्तो भइराखेको छ अब हेरौँ भोलि थाहा हुन्छ अनि सन्चै हुनुहुन्छ होइन दिदी तिमी सन्चै आरामै छु कति मेस गरेको थिएँ दिदी रिप्लाई नै दिनु न अब सरी म एकछिन पछाडि रिप्लाई दिन्छु ल मैले कसैको मेसेज हेरेको छैन क्या कसैको नै चिनेकेहरूको रिप्लाई गरेको छैन घुमा अगायो म त कति मेस गरेको थिएँ दिदी पनि आजकल त बिजी अब काम नै होला नि सबैको काम हुन्छ अनि त्यसैले मेसेज पनि म पनि बिजी छु त्यसैले म पनि बिजी छु त्यसैले बिजी भन त काम जान्छु होइन काम जान्छु आउँछु सुत्छु मम्मी हुनु नि मम्मी बर्मा फर्किनु भयो के हो एक्लै हो अहिले घरमा म एक्लै खुल्लुम खुल्ला तेरो लाउन जान्छु नमस्ते भनेको कति राम्री देखेको हौ साँच्ची कस्तो अहिलेसम्मकोमा तिमी अरू बेला पनि राम्री होइन अरू बेला रोहन भएको बेला त दिउँसोतिर आइरहेको हुन्छ तिमीलाई थाहा छैन तर अरू बेला साडीहरू लगाएर यताउता गरेर आउँछ भने आज आई थिङ्क तिमीले त्यो कपाल लगाएर होला होइन दिदी कपाल अस्ति नि मैले कर्ली गरेर बनाएको सबै बिग्रेर यतिले काट्नु पर्यो त यति लामो कपाल काट्नु पर्यो त लो कस्तो राम्री देखेको कस्तो सही पो रहेछ हौ म त धेरै एर्नलाई भेट्नु त छोटो छ क्या साँच्चीमा कस्तो राम्रो देखेको यो टपले कस्तो राम्रो देख्यो नि दी रोहानीसँग त रोहानीले देखेर त आज मै मक्ख परे त हौ अब नेपाल आएर त यसो क्लब स्लाब जान मिल्थ्यो यता पनि जान त मिल्थ्यो साडी नै छैन अब के गर्ने के छ त आयो नि त नेपाल आउनुपर्छ दिदी थाहा आउनु न घुम्नलाई अब आउँछु छिटै आउनु ल घुम्नुपर्छ मान्छे आरामै अनि आमालाई भनिदिनु मेस गर्दैछु नमस्ते गरे भनिदिनु ल मामीलाई पनि कस्तो राम्रो टल्केको तपाईँको अनुहार त मलाई त जेलस हुन्छ दिदी कस्तो स्किन केयर कस्तो टल्केको दिदी राम्रा केटा बोलाउनु न हो कस्ता बुढा बाजे आउनुभएको दिदी हाँसेको हेर न यो दिदी कस्तो हाँस्नु भाइहरू राम्रा राम्रा बोलाउनु न हो बुढी भएको मान्छे नबोलाउनु बेटारिँदैछ आइ फेरि सागु सागु हास्टाउनु भन्छ नि बुढा बाजे तिमीलाई भेरेकै छैन पग्ला हुन्छ साइल आइज नि साइल मान्दैन नि त कस्तो होला केटाहरू यस्तो हेर्नु त बोलाउनु हौ अब यहाँ जो पाइदिएसँग अरूलाई के अरे ऱ्यान्डम जोइन गर्यो भने मात्र अब अरू त फेरि जो पाइदिएर उयो गर्नु हुँदैन हो आजकलको लाइफमा त नभन्न केटीहरू मात्र छ हौ रोहानी होइन त्यहाँबाट पनि अब छेउमा को केटो छ बोलाऊ भनेको दिदी एउटा मान्दैन एकजनाले बोला के मजा चार जना बोले भए पनि मजा आउँछ तिनीहरूले लाइभ हेरेको छैन रानीको पग्ला हुन्छ कहिले कहिले लाइभ बस्दा म सेयर गरिदिन्छु ल अस्ति त साडी राम्री साडी लगाएर आएको थिएँ म साडी मैले त अहिले त टिकटकहरू कहिले हौ लाइभहरू हेरेकै छुइनँ अन्त खास म पनि खास त चढ्दिनँ 2 दिन 3 दिन भइसक्यो फेरि चढेको कस्तो झाउ लाग्छ सुत्न मन लाग्छ दिदी कामहरू राम्रो भइरहेको छ काम त राम्रै छ आउँदै जाँदै गर्दै कलिन्छ थाकिन्छ सुत्नु पर्छ आमा नभएको बेला त आफ्नै घरको काम पनि गर्नु पर्यो अल्छी लागेर कामै पकाएर खानु अन्त कामै खाएर आउँछु घरमा कसले पकाउँछ कति गलेको बेला रिस उठ्ने बिहान पनि उठेर आफै पकाएर खानु बिहान पनि खाँदिनँ काममा गएर खाँदिनँ बिहान पनि बिहानै जान्छु नि काम एक टाइम मात्र खाउन अन्त म त तिन टाइम काममै खाएर ढोकेर आउँछु दिदी त्यस्तै छु फेरि पकाउने अल्छी लाग्छ
मेरो कपालको मेरो सामानदेखिको त राम म झन्डै बेहोस भएको रे कसलाई रोहानीलाई के भने के भरे कुर्ता लगाएको तिमीले कुर्ता पनि लगाएको तिमीले ऊ त्यो होला त्यो ड्रेस होला के लगाएको होला त्यो पन्जाबी ड्रेस के ड्रेस लगाएको थियो होला त्यसैले होला होइन उयसलाई उहाँले भन्नुभयो क्या दिदी के यस्ता बुढा बाजेहरू बोलाएर आफ्नो केटाहरू बोलाउनु मेरो मोडरेटर रहेछ आज त्यही भएर फिल्टर भएर दाजुलाई भन्नु ल नरिसाउनु भन्नु ल दाजुलाई कति बजे नरिसाउनु है दाजु तपाईँ थाहा आएर म फ्रीमा मसाज गरिदिन्छु दाजुलाई खुट्टाबाट टाउकोसम्म मसाज म मस्तले गरिदिन्छु फ्रीमा फरीमा त्यो पनि रिसाउँछ भन्नै पर्यो अब रिसाउँदैन भित्र हाम्रो भाइ तिमी जस्तै एकदम झिस्किरहेको छ हाम्रो प्यारो भाइ हेर रिसुक्ने मलाई पनि मसाज चाहियो रोहानी गरी मिस मरिजाऊ तिमीहरूलाई चाहियो मेरो मसाज कहाँ पाउँछ त फ्रीमा होइन तपाईँले होइन अनि दाजुलाई मात्रै फ्री तिमीलाई त पैसा लिन्छु नि मेरो रिसुक्ने नि दिदी अब मम्मी कहिले फर्किन्छ रानी मम्मी खोइ कोहीले आउनु छ 3 महिना 4 महिना बस्नुहुन्छ भन्दै हुनुहुन्छ मजाले बसेर आउनु भनेको म एक्लै खुल्लुङ खोला राति पनि के साथीसँग गए खुल्लुङ खोला जान पाउँछु नि अनि बिमार भयो यताउता भयो भने चाहिँ अन्त आन्टी हुनुहुन्छ यहाँ आन्टीहरू छेउछाउमै हुनुहुन्छ अब दिदी हुनुहुन्छ हालमा के नेपालबाट तुरुन्तै के अरे प्लेन गरेर आउनु बहिनीसँग अब फेरि युट्युबमा के भनिरहेको छ सिजलिङले रोहानीलाई भनिन् थाइल्यान्ड आउने कुरा गरी ल भन्नुपर्छ त म्युट हान सबै के अरे उयो अकाउन्ट हो के अरे फेक अकाउन्टहरू ल के अरे इग्नोर गरेको छुइनँ यहाँ यता बोल्दैछ नि त एक कमेन्टमा त नपर्नु दिदी यिनीहरू त खुट्टा तान्ने मान्छे अहिले मैले केही हेरेको छुइनँ त कपाल यसरी कपाल गरिदिनु सबै जान्छन् म त त्यस्तै छु कस्तो राम्रो कपाल तिमीलाई त पुरा कपालले राम्रो देखेको हौ मेरो कपाल छोटो कपाल हेरेर देखाउँछु एकछिन कति छु भनेर मेरो कपाल जलेर यति मात्रै रहेको गाइस कालो छैन गाइस हेर मेरो काकी कालो छ कालो तर अनि फेरि जोड ल कति राम्रो देखिरहेको छ तिमीलाई त एकछिन म खोलेर फेरि उयो गर्छु दिदीलाई एक्सटेन्सन पनि ल्याउनु पर्छ के हो थाइल्यान्डबाट है कस्तो राम्रो राम्रो पाउँछ है उहाँ कस्तो मिल्थ्यो मेरो कपाल यति पनि रह्यो मेरो कपाल यति थो कपालमा पुरा तन्किरहेको छ झन् स्ट्रेट गर्यो त्यो दादा के गर्नु हुँदैछ दादा आउनु भएको छ दादा आम सो सरी ल मैले कमेन्टहरू हेरेको छुइनँ है त्यो कपाल लाउनु न कस्तो राम्रो देखिरहेको छ सुरुमा यो वाला चाहिँ खाइसँग यिनीहरू त घर लाग्दा हुन्छ नि त लगाउ राम्रो देखेको छ पुरा मलाई जापान जस्तै देखिन्छ अरे छा नभन्नु हौ छा त्यस्तो चाहिँ कपालले कति धेरै कति फरक पर्छ कपालै मैले बुढी नभन्न दिदी मेरो चाचिला र म उतो गरेरको रिस उठ्ने त्यस्तै भन्छु आफूलाई पनि अब के गर्ने त्यति लाउँदा र नलाउँदा कति फरक पार्छ भोलि त रातो साडी लाएर आउँछु रातो साडी अब साडी पनि चेन्ज गर्नुपर्ने बेला भएको छ साडी पनि म फेरि साडी यहाँ लाउँदिन होइन खास लाउँदिन पनि गरम छ अब नेपालको जस्तै होइन त्यसैले दिदी लाइभमा बल्छ मात्र लगाउँछौ नि त दिदी खाना आए मलाई राम्रो साडी लिएर आइदिनु ल प्रमिस ल पछि आउँदाखेरि कति बजे यहाँ त 12 बज्यो त्यहाँ कति बज्यो दिदी यहाँ 10:46 भेट्नलाई भनेर आयो भेट्नलाई
आयो न बेटे गाएछौ कालो भोकै पुऱ्यायो के खायो कालो मलाई तिम्रै नाच्दै बसेर अनि के छौ हाल खबर राम्रै छ होला नि सबै सन्चै होला दिदी घरमा सन्चै घरमा म सबै सन्चै सरी ल गाइस मैले पात निस्को भट 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 गरेर ला मरिजा खान्यौ पादिसके सक्यो गनामा ल गनाएन मेरो पात गनाउँदैन फुस्स पातेको फुस्स पातेको पात गनाउँछ भटरटटटट गरेको पात गनाउँदैन पनि हो राम्री मान्छेले पादेको गनाउँदैन क्या तिमीले पादेको गनाउँदैन मेरो पात मैले पात भए केटाहरू मङ मङ जवानीको रस सुने चाहिँ सुन्न आउँछन् केटाहरू आजकल त दिदी के भएको होला मेरो जवानीको रस तुरुप तुरुप चुहेर कस्तो चुहे गर्छ हौ छ्या अहिले चाहिँ तिम्रो बोयफ्रेन्ड छ छैन नि सिस एकछिनमा ओके मैले एकजना केटासँग कति त्यो राखेको थिएँ अनि मलाई कस्तो बोर लाग्यो अनि म त छुट्टिसकेको 4 दिन भयो मेरो अस्ति मलाई तिम्रो स्वामीले भन्नु हुँदै थियो उसँगै हो होइन थाइल्यान्डको केटा हो ए अर्को वाला म त भन्दिनँ फेरि यसले लाइभ हेरेर हेर्दैन सुतो होला अनि के अरे म लाउ केटालाई मन पराएको छु नि उसँग बात गर्छु होइन उसँग छुट्टै छैन अझैसम्म म त रिलेसनसिपमा छ मर्यो म त मोड्छु आज टन्टा गरेर आएको धन्नाले मलाई मारेन कपाल यहाँको चाहिँ अलिकति पछाडि लग न यहाँ यस्तो लुकाएर क्या अघि अगाडि कस्तो मिलाइरहेको थियो नि त्यो बिचकोहरू तिम्रो रियल हेरै देखेको थिएन यो कपालले मलाई राम्रो थिएछ अब अरू बेला पनि लाइभ आउँदा यो कपाल लाएर आऊ ल म त सधैँ लाउँछु बाहिर जाँदा पनि लाउँछु किनभने कपाल छुट्टै सुहाएर के कस्तो पो राम्रो देखेको हौ ट्याटु पनि हेर्न उसको बटरफ्लाई हेर्न त्यहाँ लुगा भुनी लाग्छ लुगामा यहाँ पोका पोकी ठुलो हुने दबाई खाँदैछु क्या यस्तो क्या अलिकति तारिलो यो टप फेरि फ्याताङ्गे बिच्चामा यस्तो देखियोस् कि भनेर राम्री हुनको अलिकति ठुलो त भइरहेको छ हेर न कति राम्रो अलिकति दबाई खाँदैछु ठुलो त अलिकति ठुलो भएर आएको त खुसी भएको छु हुन्छ त्यसले हुन्छ हुन्छ नि मेरो साथी त्यो रोशनी भनेको त यत्रो भइसक्यो दिदी त्यो हो र ए त्यस्तो त मलाई केही थाहा छैन म त दबाई पाउँछ नि दबाई सबैको त पाउँछ होला पाउनु त यो दबाईलाई त्यस्तो नराम्रो भनेको होइन दिदी यो दबाई भन्छ है यो के भन्छ अरे